हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। दिस इज युवर गर्ल कविता छेत्री र सबैजनालाई धेरै धेरै माया। आजको ब्लगिङ चाहिँ स्टार्ट भइरहेको छ क्लासरुमबाट र आज चाहिँ थियो मेरो ब्लान्ड कार्डको प्र्याक्टिस र सबैजनालाई थाहा नै छ होला म चाहिँ हेयरको कोर्स गरिरहेकी छु भनेर र यसरी नै आज गएँ र मैले चाहिँ ब्लान्ड कार्ड गरेँ र गाइस काटिङ गर्दा गर्दै बोर पनि लाग्छ र मैले यहाँनिर चाहिँ भिडियो बनाएँ र रिल्स पनि बनाएँ। हजुरहरूले हेर्नुभएको छ होला र उतातिर चाहिँ मेरो म्यामले पनि क्लास दिइराख्नु भएको छ। दिदीलाई दिदी चाहिँ स्किनको कोर्स गरिराख्नु भएको छ। गाइस क्लास गरेर घर आएँ कि घर आउँदाखेरि चाहिँ मेरो साथी पनि आएकी थिइन् र साथी आएको यति खुसी लाग्छ नि गाइस। र साथी आएको खुसीमै खुसी खुसी खाना त बनाउनु पर्यो नि गाइस। अब हामी छोरी मान्छे खाना नबनाइ त हुँदैन, खाना त बनाउनै पर्यो र त्यसरी नै अब खाना बनाउन म चाहिँ यहाँ तयारी गरिरहेकी छु। एक साइडमा भात बसाइदिए अर्को साइडमा चाहिँ चिकन बनाइरहेकी छु। यहाँ हेर्नुहोस्, चिकन बनाएको बादमा चाहिँ मैले गरेँ माछा फ्राई। अनि गाइस आज चाहिँ मैले चिकन र फिस दुइटै बनाएकी छु। तर तपाईहरु भन्नुहोस् त हजुरहरूलाई चाहिँ चिकन मनपर्छ कि फिस मनपर्छ? मलाई चाहिँ भन्न जानु भने फिस नै ठीक लाग्छ र म चाहिँ यहाँनिर फिस पनि बनाइरहेकी छु। र गाइस हामी छोरी बुहारीको चाहिँ पर्मानेन्ट जब हो है खाना बनाउने चाहिँ। खाना बनाउने जब चाहिँ एकदम पर्मानेन्ट, एकदम माने त्यो चाहिँ कसैले पनि भेट्छौँ भनेर नसोचे पनि हुन्छ। यो चाहिँ सबैको भाग्यमै रहेछ र गाइस के गर्नु, अब बनाउनु त पर्यो। बिना सेलरीको पर्मानेन्ट जब भन्दा पनि भुल हुँदैन होला गाइस। र त्यसरी नै म चाहिँ यहाँ माछा बनाइरहेकी छु। साथी भनेको कस्तो चिज हो नि, साथी एउटा शब्द नै भिन्दै राम्रो लाग्छ र साथी आएको खुसीमा चाहिँ अब बनिराखेको छ हाम्रो घरमा खाना र एकदमै खुसी लाग्छ। साथीलाई हरेक कुरा सेयर गरिन्छ, हरेक मनको कुरा, हरेक दुःख सुखमा साथीले साथ दिन्छन् र साथी चाहिँ एकदमै मतलब बहुत प्यारो चिज हो कि साथी भनेको। र त्यसरी नै हजुरहरूको पनि यस्तै बेस्ट फ्रेन्डहरू हुनुहुन्छ होला र कसको कसको बेस्ट फ्रेन्ड हुनुहुन्छ प्लिज कमेन्ट गरेर भन्नु होला। र आजको लागि चाहिँ अब यति नै भन्दा पनि हुन्छ र खाना बनिसकेको छ र खानु त पर्यो अब गरम गरम। र त्यसरी नै गाइस आजको लागि यति नै। सबैजनालाई बाई बाई र भेट्छु फेरि अर्को एउटा भिडियोमा। हजुरहरूले धेरै माया दिनुभएको छ, धेरै साथ दिनुभएको छ, त्यसको लागि चाहिँ हजुरहरूलाई धन्यवाद छ।